हेलो साथीहरू सबैजनालाई नमस्ते। धेरै जस्तो धेरैजना नेपालीहरूलाई धेरै नेपालीहरूले मन पराउनुहुन्छ। गीत गजल सङ्गीतका क्षेत्रहरूमा धेरै कलम चलाउनुहुन्छ। सो धेरैजनाले गीत कविता गजल मुक्तक लेख्नुहुन्छ। आज पनि मैले चाहिँ सानो हजुरहरूलाई एउटा गजल सुनाउँछु भनेर आएको छु। त्यो गजल मैले आफैले लेखेँ होइन। सो मलाई मन पर्यो, त्यही भएर हजुरहरूलाई सुनाऊँ, हजुरहरूले पनि सुन्नु होला भनेर मैले सुनाउने प्रयास गरिरहेको छु। कस्तो लाग्छ यो गजललाई सक्दो सेयर गर्नु होला र कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्नु होला र भिडियोलाई लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला र मलाई फलो गरिराख्नु होला। मेरो आफ्नो कविता पनि गजल पनि छ, म गजल पनि लेख्छु। हजुरहरूको रिक्वेस्ट आयो भने म मेरो गजल पनि सुनाउँछु। सो आज चाहिँ गजल सुरु गरौँ है। हजुरहरूलाई पनि सुनाउन मन लागिरहेको छ, मलाई पनि छ। एकदमै राम्रो गजल छ, तर यो गजल चाहिँ वास्तविक मेरो जीवनमा चाहिँ छैन है। त्यही भएर कसै कसैको जीवनमा मेल खान्छ सायद होइन। जीवनमा यस्ता कुराहरू सबैका कुराहरू मेल खाने कुरा मात्रै गजलकारले लेख्या हुन्छ। सो आज सुनाउँदैछु हजुरहरूलाई, सुन्नु होला है। कस्तो लाग्छ त्यस्तो यस्तो छ भनेर नगर्नु होला, सुनिदिनु होला है त। म भन्न चाहन्छु मेरो गजल। आफ्नो बाटो आफ्नो मुटु आफैदेखि छुट्दा धेरै रोएँ, दैवले नि मेरो खुसी लुट्दा धेरै रोएँ, दैवले नि मेरो खुसी लुट्दा धेरै रोएँ। मनभित्र सजाएका मिठा सपनाहरू, मनभित्र सजाएका मिठा सपनाहरू चकनाचुर भई सिसासरी फुट्दा धेरै रोएँ, चकनाचुर भई सिसासरी फुट्दा धेरै रोएँ। सँगै जुनी काट्ने भनी खाएको कसमहरू, सँगै जुनी काट्ने भनी खाएको कसमहरू बिच बाटोमै आई आज टुट्दा धेरै रोएँ, बिच बाटोमै आई आज टुट्दा धेरै रोएँ। जिन्दगीले खुसी लुटी आँसु मात्रै दियो, जिन्दगीले खुसी लुटी आँसु मात्रै दियो, एक्लो पारी आज मलाई छोड्दा धेरै रोएँ, एक्लो पारी आज मलाई छोड्दा धेरै रोएँ। अनायसै निर्दोष मेरो यो जीवनमा, अनायसै निर्दोष मेरो यो जीवनमा बिछोडको तुफानले चुट्दा धेरै रोएँ, बिछोडको तुफानले चुट्दा धेरै रोएँ। अर्को पनि मनपर्छ भने फेरि भनौँला। आज चाहिँ यति नै, हस् त, नमस्ते।